हेलो सबैजनालाई नमस्कार। म च्याङ लिम्बूको तर्फबाट सम्पूर्ण मेरो फेसबुक साथीहरूलाई आज चाहिँ म काममा पुग्ने बित्तिकै मेरो चाहिँ स्यान्डविच बनाउनु पर्ने अर्डर आयो। त्यसपछि मैले चाहिँ टक्क स्यान्डविच बनाएँ। त्यसपछि मैले स्यान्डविच काटेँ। त्यसपछि मैले साउनमा लाएँ। त्यसपछि मैले अर्डर आएको थियो एउटा, मैले अर्डर चाहिँ दिएँ मैले होइन। स्यान्डविच बनाइसकेपछि मैले मिसिनहरू क्लिन गरेँ। त्यसपछि मैले टक्क बेल्चा सेल्चा होइन यताउता सबै कुराहरू राख्नु भएन नि त। त्यसपछि मैले सबै क्लिनहरू गरेँ अनि सामान पनि भित्र राखिदिएँ मैले। त्यसपछि चाहिँ फेरि अर्को काम थियो मेरो सलाद बनाउने। त्यसपछि मैले चाहिँ लगातार समुद्र काट्न थालेँ। अब नेपालीमा चाहिँ यसलाई चुकुन्दर भन्छ। मैले यसलाई काटेँ। त्यसपछि मैले सलाद बनाउनु पर्ने थियो। त्यसपछि फाइनली सलाद पनि रेडी भयो र यसको फाइनल लुक हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ समुद्र सलाद भन्छ। फेरि मैले अर्को सलाद पनि बनाएर रेडी गरिसकेँ। यो चाहिँ मैले भिडियोमा देखाउनु पाइनँ। यसलाई चाहिँ फ्रुट स्लाइस भन्छ। यसलाई चाहिँ मैले भिडियोमा देखाउनु पाइनँ र त्यो पनि बनाइसकेपछि फेरि मैले अर्को सलाद रेडी गरेँ होइन। मैले चाहिँ छिटो गर्नुपर्ने थियो, मुदिएर आउँथ्यो नि त, त्यही भएर दिँदैन, त्यही भएर छिटो गरेँ। र यसलाई चाहिँ भन्छ होइन अब वाटरमेलन भन्छ। यसलाई चाहिँ मैले देखाउनु सकिनँ, सरी। यसलाई चाहिँ मैले देखाउन सकिनँ। अनि फेरि मेरो चाहिँ फर्सी काट्नु पर्ने थियो, त्यही भएर मैले छिटो यसलाई पनि काटेर सकेँ। यसको फाइनल लुक चाहिँ यस्तो चाहिँ हेर्न सक्नुहुन्छ। त्यसपछि फेरि मेरो सस भर्नु थियो। फेरि मैले त्यसपछि छिटो गरेर सस भरेँ। अनि त्यसपछि फेरि यो काम सकेपछि फेरि मेरो अर्को लेमन काटेको थियो। त्यसपछि मैले लेमन सर काटेँ। यदि मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनुहोस्। बाई बाई।